हाई गाइज म चाहिँ बिहाइन्ड द सिनमा छु। हामीले चाहिँ यहाँ सकुलेन्टहरू छ, यहाँनिर चाहिँ हामीले डिस्प्लेमा छ यहाँ त भन्दै कुराहरू गऱ्यौँ। हजुरहरूलाई मनपर्छ भने चाहिँ सकुलेन्टहरू धेरै छ, हजुरहरूले सम्पर्क गर्न सक्नुहुन्छ है। यहाँनिर छ स्टप, यहाँ फोन राखेर हामी सुटिङ गर्दैछौँ। यस्तो यो यस्तो पातहरू चाहिँ साइड साइडमा लिएर जानुपर्छ। ए अन्त भेराइटी देखिसक्यो रोक्ने मान्छे को छ सबै यहाँ हेर्नु न त कसले म्यामले मैम ये सरी एकैचोटि हो। सर यो कुनमा हाल्नु सर रोप्नु? यहाँ ठुलोमा दिनु मलाई। यो मैले अघि रोप्नु झ्याउ भएर उयो गरेको थिएँ। सर यो सानोमै यसमा त्यही हुँदैन सर। तर सर हामी काम गरेको फोटो आएन है साथी, कम्प्लेन पो गर्ने बेला भएको छ तपाईँलाई। तिमीहरूका फोटो खिचेर जुन पहिले दिन्छ आउँदिनँ भने चाहिँ मलाई त जुन दिन्छ त्यही त्यही हालिदिने है। म फेरि यसो सम्झिन्छु केही छ मलाई कसैले छानी हालेको छैन। यस्तो केटाहरू नि फोटो आएन भने दाइ भन्दैछु मलाई जुन दिन्छ त्यही यो पनि रोप्दिन्छ। सेल्फी हानेर फेरि त्यस्तो पठाउँछ अनि त्यस्तो के हालिदिनु। यसमा रोपिदिन्छ अरे यो यसमा सर यो अलिक पर राख्नु। तपाईँ काट्दै एकजना यता रोप्न लाउनु त क्यामेरा त फेरि फलक हुने रहेछ आज। छेकेको छैन किनभने म यहाँ छु। अहिलेको भयो त खोइ सर म यता जान्छु त्यसो भए तिमी खेलिन्छौ नि। मलाई दिनु सर म रोप्छु। ए म यहाँ राख्छु त गन्थरी। हैन सर यसरी कहाँ गएर गाइज अन्छ ए बोला न ल गाइज यो पर जाऊ न अझै। यो चाहिँ पुण्य सरको फेभरेट है गाइज। हजुरहरूलाई मनपर्छ भने हजुरहरू पनि सम्पर्क गर्न सक्नुहुन्छ गाइज। मात्र 300 रुपैयाँ मात्र 300 सर मात्र 300 रुपैयाँ गाइज। पट सहित दिन्छ मानी। पट सहित क्या बात है। क्या बात है, वाह भाई वाह, एक से एक झूठ बोल रहे हो आप लोग। हम झूठ नहीं बोलते, हम सच सच बोलते हैं। सच किसी बात नहीं। देउसुरे खेल्दैछ केटाकेटी अस्ति केटा यो सर जस्तो होला नि त्यसो। कन्सर्ट भइरहेको छ होइन सर देउसुरे देउसुरे दिन्छ हो केटाहरू। त्यस्तो मजा गर्ने टाइम त कहाँ छ र। सो यो हामीले अब मजा गर्छु भन्दा नि बुझ्दैन। अन्त लाज भइहाल्छ होइन सर। राम्रो रहेछ कुन्ने सर यो झन् दामी रहेछ। मैले रोपेको नि छ है। ए मैले नि राम्रै पारेर रोप्छु। होइन राम्रो देखेको छैन हामीले यहाँको नेपाली। दिदी सारी रोपेको बाहेक सब राम्रो छ। झगडा परिरहेको इच्छा झगडा परिरहेको। यहाँदेखि माथि यो सर त्यो सानोमा छ। सर मलाई यहाँ रुटहरू मन थोरै दिन्छ। ए होइन सो रोज खालको सकुलेन्ट पनि छ है हामीसँग चाहिँ एभाइलेबल। मात्र 300 हो। मात्र 300 रुपियाँ विथ पट। सो यो ठुलोमै सानो हुन्छ त्यसो भए। वाह यो पनि दामी देखियो। यो मैले बल्ल रोपेको। मात्र 250 300 हेरी छ है हामीसँग प्लान। सो यो त्यो सानो विनोद दाइले नभन्नु कि सर तिमीहरू फोकटमा दुःख गर्दैछौ क्या भन्नु। अनि तपाईँको छेउमा आउँदै पछि दाइ गार्डन घुम्नु है भनिदिनु पर्छ कालो भएर। हामीले यो लगाएको त्यही रुटहरू
बिरुवा रोप्दा तपाईँहरूसँग एभाइलेबल छ भने सधैँ लगाएर रोप्नु यसले चाहिँ रुटहरू मजाले आउनु ग्रो गर्नु हेल्प गर्छ। मर्ने बेला सलामी पानी दिएको जस्तै हो। सर यो हाल्दै हाल्दै सानो त्यो हालेर पछि बाँडी मलाई छु सर इच्छा मलाई मन लाने 1000 तँलाई चाहिँ नदिने सर यो चाहिँ किन बाङ्गो रोप्नु भयो? त्यो बाङ्गै थियो। बिरुवा राख्दाखेरि चाहिँ होइन एकदमै केयरफुल भएर गाइस भाइहरूलाई चाहिँ भर्खरै देउसिरे लाग्दैछ है। यो महिना चाहिँ पुसको पुसको महिना हो, त्यो पनि अन्तिम अन्तिममा है। यो चाहिँ यिनीहरू चाहिँ यसरी यहाँ मिलाएर राखौँ असार पुस 19 गते हो आज। धेरैवटा एकै ठाउँमा हाल्दा हुन्छ यो गोलामा राख्नु यो मिक्स गरेर राखेर त त्यसमा यस्तो यो साइजहरू मिक्स गरेर राख्नु त्यस्तो सेसन साइजको नदिने है हामीले तपाईँको टाढासँग हुँदैन गर्दा लगिदिनुलाई हुँदैन लास्टमा जानेर कुनै सजिलो कहिले जान्छ यस्तो लिएर जानु पर्यो। भोजपुर होइन सर ओखलढुङ्गा। ओखलढुङ्गा यो सर यो पनि लिफहरू होइन चाहिँ म लिएर जान्छु ल सर। ल हामी दिने क्या दिने होइन यो यस्तो भाइको मागी गरेको यो भाइ तपाईँलाई म्यामले आएर भन्नु होला नि भाइ तपाईँ सुन्छु त बुझ्नुहोस् एक्स्ट्रा दिइ पठाउनुहुन्छ नि फेरि पर्सँग त्यो भयो नि त झन् काइदा कलेजमा राख्छु नि के छ। कलेजमा कलेजको त चोरेर लान्छ अरे के गर्नु साँच्ची क्यामेली हराएछ नि सर अस्ति। सुन्ता दिदीले स्ट्रेस बोक्दै हुनुहुन्थ्यो कस्तो चोरहरू आउँछ सर यो त आउँदैन नि। आउँछ भन भाइ हो भट्याउनु त राम्रो आउँदो रहेछ भाइ नेक्स्ट देउसीमा आउला हाम्रो घरतिर भनेर काट्छु फेरि होइन हेर न कस्तो सोट जान्छ नगलेको पनि हामी सुन्नेलाई यहाँ यो उचालेर नि सार्नुपर्छ चाहिँ हाम्रो पुरै दिन यहीँ बितेको छ। हामीले कटिङहरू गऱ्यौँ त्यही अघि देखाएको सकुलेन्टहरूबाट सबै कटिङ गरेर अनि हामीले चाहिँ यहाँनिर राखेको छौँ। ए अन्तिममा हाम्रो हेमराज सर हाम्रो दिप्ती सर हामी 4जना आएको छौँ। पुण्य सर हुनुहुन्न, पुण्य सर हात खुट्टा धुँदै हुनुहुन्छ। जाडोको दिनको सही उपयोग भयो यस यहाँनिर चाहिँ हामीले अर्किडहरू पनि रोपाएको छौँ अर्किड होइन नि टुलिप पता यहाँनिर चाहिँ हामीले टुलिपहरू रोपेको छौँ है। टुलिपको बल्बहरू हजुरहरूले सम्पर्क गर्न सक्नुहुन्छ है चाहिएमा। अब यसको बिउ निस्किन्छ अनि हजुरहरूले सम्पर्क गर्न सक्नुहुन्छ। यति दामी दामी छ नि यहाँ सकुलेन्टहरू एकदम राम्रो राम्रो रहेछ। अहिलेको लागि यति नै गाइस, फेरि भेट्दै गर्नुपर्छ है।